हेलो हेलो साथीहरू, आज चाहिँ म तपाईँहरूलाई यो ताहिटियन नोनीको बारेमा थोरै एजुकेट गर्न गइरहेको छु है। यसको बेनिफिट्सहरू चाहिँ के छ भनेर धेरैजना साथीहरूले सोध्नुहुन्छ होइन। यो त जुस त हो होइन, जुस नै रहेछ भनेर भन्नुहुन्छ, तर यो स्पेसल एक किसिमको जुस नै हो होइन। ताहिटीमा बनेको त्यहाँ उत्पादन भएको फ्रुट्सहरूबाट चाहिँ बनेको यो नेचुरल होइन प्रडक्ट हो। अनि यसको चाहिँ विशेषताहरू के छ भने जस्तै हाम्रो इम्युन सिस्टमलाई चाहिँ यसले एकदमै राम्रो गर्छ। जस्तै अब मौसम चेन्ज हुने बेलामा हामीलाई धेरै फ्लूहरूले छुन्छ होइन, रुगाखोकीले भेट्छ भने यो चाहिँ हामीले डेली लाइफमा हामीले लिइराख्यो भने चाहिँ यसले हाम्रो इम्युनलाई एकदम बुस्ट गर्छ होइन। अनि सेकेन्ड भनेको जो कोहीलाई चाहिँ जस्तै जोइन्ट पेनहरू हुन्छ, आर्थराइटिस प्रब्लमहरू छ, उहाँहरूको लागि एकदमै राम्रो छ यो होइन। अनि डाइजेस्टिभ सिस्टमलाई चाहिँ एकदमै यसले राम्रो गर्छ। जो कोहीलाई चाहिँ कन्स्टिपेसन प्रब्लम छ होइन, उहाँहरूको लागि पनि एकदमै राम्रो हुन्छ यो होइन। अनि जस्तै बडीमा भनौँ न इन्फेक्सन भइरहेको छ अथवा जो त्यो हुन्छ नि एउटा इन्फ्लामेसन प्रब्लमहरू छ, त्यस्तो प्रब्लमहरूलाई पनि यो तपाईँले ताहिटी नोनी लिइराख्नु भयो भने चाहिँ एकदमै राम्रो हुन्छ। अनि तपाईँहरूलाई बडीमा होइन हाइड्रेटेड राख्छ, डिहाइड्रेसनबाट बचाउँछ होइन। अनि यसमा चाहिँ कोलाजिन पनि हुन्छ होइन। अनि तपाईँको स्किन ब्राइटनिङमा पनि एकदमै हेल्प गर्छ होइन। सो यसको धेरैवटा बेनिफिट छ। साथीहरूले धेरैजनाले यो डेली युजको लागि युज गर्नुहुन्छ। अनि म र मेरो हस्बेन्ड अनि मेरो बच्चाहरूले पनि लिन्छ। यो चाहिँ बुढापाका होइन, बच्चाहरूदेखि लिएर हामी यङ एजको मान्छेहरूले डेली लाइफमा हामीले यो चाहिँ युज गर्न सकिन्छ। यदि तपाईँहरू पनि लिन चाहनुहुन्छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है त साथीहरू। एकदमै यो चाहिँ नेचुरल प्लान्ट बेस्ड होइन। यो चाहिँ ताहिटियन होइन फ्रुट्सहरूबाट चाहिँ बनेको हो। यो चाहिँ तपाईँले डेली लाइफमा चाहिँ सदुपयोग गर्न सक्नुहुन्छ। तपाईँहरू लिन चाहनुहुन्छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है त।